गाह्रो छ नि हाइकिङ गर्न पनि उकालो मात्रै रहेछ क्या जे होस् एक्सर्साइज लागि राम्रो छ कहिलेकाहीँ यसो एक महिना एकचोटि आए पनि Say something. Very tight now. Yeah. Kapil bro, कस्तो लागिरहेको हाइकिङ आएर? यस्तो खुसी लागिरहेछ जाडो. Thanks, say something. Say Buddha born in Nepal, say. Yeah, say Buddha was born in Nepal, say. Yeah, Buddha was born in Nepal. Ne, आ रहा हो? Puto. Yeah, Buddha was Puruwas. born in Nepal. Born in Nepal. Yeah, because of you are Buddhist, okay? Yes. बडीजी कस्तो छ त एक्सपिरियन्स? एकदमै राम्रो छ. हामी धेरै पछि आइरा छौं. अनि आज नयाँ ठाउँमा ओ हाइकिङको पनि हाम्रो लिँदै छ. हाम्रो अध्यक्ष पछाडि भटजी अध्यक्ष पछाडिबाट लिड गर्दै हुनुहुन्छ अध्यक्षजीले. अब यस्तै छ यहाँको जङ्गल हिउँले गर्दा पुरै उजाड मात्रै छ होइन 1-2 महिनापछि त यहाँको जति राम्रो कहीँ देखिन्न होला हो अलिकति पहाड चढौँ अलिकति एक्सर्साइज हुन्छ 1-2 दिनको छुट्टीमा होइन बाँकी एक्सपिरियन्स सेयर गर्दै गर्छु है त गाइज कम भटजी व्हाई आर यु लेट कम फास्ट अरे हराला यहाँ जङ्गल विचार गर झट्टा छ यता माथिको भने बुद्धको गुम्बा छ अरे अलिअलि फिल त आइरहेछ घरहरू भवनहरू देख्दाखेरि हेर माथि कहाँसम्म पुगिन्छ केटाहरू थाकेर सबै ल्याङ भइसक्यो अब हेरौँ ब्रो where was Buddha born? नेपाल. Yeah, good. You are very good. हामीले लगभग ऊ पनि भेटनामको भए पनि बुद्ध धर्म नै हो होइन अब श्रीलङ्काको भए पनि हाम्रो बिग ब्रदर भनेको उयो हो ऊ पनि बुद्ध हो हामी त अब सनातन हिन्दू धर्म भइहाल्यो माहौल राम्रो छ जे होस् यो सानो स्तूपभित्रको झलक माथि गयो भने त अलि टाढै छ योभन्दा राम्रो योभन्दा ठुलो छ अरे यो चाहिँ अलिकति माहौल बनाउनलाई मात्रै बाटोमा यस्तो घरहरू चाहिँ छ है बुद्धको यस्तो छ कि अझै पनि भेटनामको एकजना साथी छ है उनीहरूलाई त अझै पनि थाहा छैन अरे बुद्ध नेपालमा जन्मेको भनेर हामीले सोध्यौँ कहाँ जन्मेको भनेर उसले चाहिँ के भन्छ इन्डियामा भन्छ कि अनि उसलाई त हामीले राम्रैसँग पढायौँ उसले अब कहिले बिर्सिन्न होला नेपालमै जन्मेको भन्छ होला तर अझै पनि भेटनामको धेरै मान्छेहरूलाई थाहा छैन जस्तो छ क्या उता हेऱ्यो भने चाहिँ एउटा राम्रो ताल छ हामी लास्ट टाइम गएको ताल हो त्यहाँ चाहिँ नाइट क्याम्पिङ गरेर माछा मारेर चाहिँ बस्नु पनि सकिन्छ अझै एक दिन फेरि जानु पर्ला कसो केटाहरू जानुपर्छ होइन त्यस्तो छ क्या जस कलाहरू के छ जस्तो बुद्धको राम्रो फिल छ कोरियामा पनि जोड लाऊ केटा हो जोड लाऊ थाक्यो भने हिँड्नुपर्छ आर्ट हो कि आर्ट हेर कला के हो यस्तो हौ वाट इज दिस सिल्भर ब्रो यहाँ पनि बुद्धको सम्झनामा सानो केही बनिरहेछ तर पुरा चाहिँ भएको छैन है अरू कला चाहिँ एकदमै डेन्जर छ यसमा अझै कलर भयो जस्तो झन् कति राम्रो हामी चाहिँ अब भोलि ड्युटी जानुपर्ने भएर नि धेरै टाढा त गएनौँ होइन जस्ट अलिअलि घुमेर फर्किरहेको छौँ अब चाहिँ के छ त भटजी यहाँ घुम्दा कस्तो फिल भयो मस्त फिल भयो यार दामी छ हो मनपट्टि हो महिनामा शनिबार आउनुपर्ला जस्तो छ यार बडीजी प्रत्येक हप्ता अब आउनु पर्छ घुम्न पर्छ तम भन्या मात्र हैन This picture oh very good oh यसको मतलब यो फोटो चाहिँ त्यो नयाँ बनिरहेको त्यसको टपमा चाहिँ बन्छ अरे क्या फेरि कति राम्रो देखिन्छ होला अहिले अब सोच्दाखेरि त रमाइलो लागिरहेछ बनेपछि चाहिँ अनि आउनु पर्ला नजिकै छ न त Silva bro, you are tour guide today for us. Yeah, good. The Pentel is still
No, same building. Like this. I know. Hello, Tangsi. How are you? Good? Good. Say something for your country people. Where was Buddha born? Say. Đức Phật Thích Ca Mâu Ni được sinh ra ở Nepal. Nay, this is right. Not Buddha was born in India. Nè, Yeah, Buddha was born in Nepal. So all people have to understand that thing. nè. Yeah, good. Summer is very better. Too much water. Summer time. 집이에요, 집이에요. 사람 집. Yes. Mm. Oh, kimchi making pot. Yeah. 지금도 있어요?